समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्री ओम रोदन श्रेष्ठज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु आसन ग्रहण गरिदिनु होला। त्यसै गरी हुनुहुन्छ हामीसँग अतिथि प्रगति राईज्यूलाई पनि म हार्दिक अनुरोध गर्छु अगाडि आएर आसन ग्रहण गरिदिनु होला कृपया। अन्त वे हुनुहुन्छ हाम्रो सन्तोष श्रेष्ठज्यू साहित्यकार आउँदै हुनुहुन्छ, उहाँलाई मैले अहिले आएपछि आसन ग्रहण गराउने नै छु। अनुरोध गरेँ आसन ग्रहणको लागि। हजुर हामीसँग हुनुहुन्छ उत्तम कार्तिकज्यूलाई पनि मैले अतिथि। त्यसै गरी हुनुहुन्छ हामीसँग जयराम बिरारीज्यूलाई पनि मैले हार्दिक अनुरोध गरेँ। थापाज्यूलाई पनि मैले हार्दिक अनुरोध गरेँ। साहलज्यू सम्पादक पहिला न्यानो न्याय खादामालाले स्वागत। अहिले भने हामी तपाईहरु जति पनि आउनु भएको छ सबैजनालाई एकदमै आतिथ्यताको लागि पनि मैले हार्दिक अनुरोध गरेँ। आतिथ्यता भइसकेको छ, स्वागत मन्तव्य एकदम न्यानो अनुरोध गरेँ। विशेष गरी युद्ध लेखनमा, युद्ध कथा सङ्ग्रह, युद्ध आख्यानमा चर्चा कमाउनु भएका आफ्ना साहित्यकार केदार सङ्केतज्यूको यो अन्तिम साँझ, म सुरुमै भन्छु यो उहाँको अन्तिम साँझ नहोस्, हाम्रो यो अन्तिम साँझ कहिले पनि नहोस्। यस्ता साँझहरू आइरहन्, उहाँका कृतिहरू हामीले यसै गरी विमोचन गर्न पाइरहौँ, यो अगाडि नै शुभकामना दिएँ मैले। र यहाँ उपस्थित हुनुभएका यस कार्यक्रमका सभापतिज्यू, वरिष्ठ साहित्यकार खेमनाथ दाहालज्यू, प्रमुख अतिथि स्रष्टा समाज नेपालका अध्यक्ष शिवम श्रेष्ठज्यू, प्रगति राईज्यू, त्यसै रचनाका सम्पादक प्रतीक घिमिरेज्यू, हाम्रो मित्र, मैले नाम सबैको गरिनँ, सबैजनालाई हाम्रो सन्तोषजी भर्खर आइरहनु भएको छ, सन्तोषजीलाई फेरि स्वागत गर्दछु। र सानुकाजी सर, अनि सबैभन्दा पहिले त यहाँ सम्पूर्ण उपस्थित हुनुभएका सबैलाई म यो ललितपुर स्थित यो आइला लन्चको यो सानो हलमा हार्दिक स्वागत गर्दछु। यो कृति अब कसरी आयो र कस्तो रूपमा आयो भन्ने कुरा थोरै गर्नु मलाई ठिक लाग्छ होला। अब कृतिभित्र त हाम्रो वक्ताहरू हुन्छ, सन्तोषजी हुन्छ, प्रगति राईजी हुन्छ, र सबैले अलिअलि पढ्नु भएको छ। मैले प्रमुख अतिथिजीलाई पनि पठाइदिएको थिएँ, पढ्न आउनुभएको थिएन। यो चाहिँ अब यो समय पनि धेरै ढिलो भइसकेको छ, हामीले 4:30 बजीदेखि सुरु गर्ने भने 5 बजिसक्यो। सन्तोषजीले अलिकति बेइमान गर्नुभयो, त्यस उहाँलाई पनि हामी कुरिरहेको थियौँ। ठिक छ, आउनु धेरै एकदम खुसी लागेको छ र सबैजना यहाँहरू आइदिनु भएको छ, मलाई एकदम खुसी लागेको छ र सबैजनालाई म न्यानो मायासहित हार्दिक स्वागत गर्दछु। धन्यवाद रमेशजी। उहाँले तपाईँहरू सबैलाई स्वागत गरिसक्नु भएको छ, एकदमै न्यानो मायासहितको स्वागत गर्नुभएको छ। अब भने हामी कार्यक्रमको उद्घाटन तर्फ जाँदैछौँ। यो पटक भने हामी पानसमा बत्ती भन्दा पनि थोरै फरक तरिकाले गरौँ, जो बिना हामी बाँच्न सक्दैनौँ प्रकृति रूपमा। हामी चाहिँ गमलामा पानी राखेर कार्यक्रमको उद्घाटन गर्छु। त्यसको लागि मैले सभापतिज्यू र प्रमुख अतिथिज्यू र उहाँलाई हार्दिक अनुरोध गरेँ। अनि हिरोको पाल्छु जहिले पनि लास्टमा आउँछ अरे कि हाम्रो आजको मुख्य आकर्षक हुनुहुन्छ केदार सङ्केतज्यूलाई पनि मैले हार्दिक अनुरोध गरेँ आसन ग्रहणको लागि। उहाँले हामी सबैलाई हेर्दै हुनुहुन्छ, सबैको तर्फबाट एकमुष्ट नमस्कार पनि छ। हजुर, कार्यक्रमको उद्घाटन गरिदिनु होला सभापतिज्यू, प्रमुख अतिथिज्यूको हातबाट हामीले हजुर धेरै धन्यवाद हजुरहरूलाई। हजुर कृपया बसिदिनु होला। अब भने हामीले देशलाई सम्झिने बेला भएको छ। यो देशहरू त हामी गर्वसाथ हामी नेपाली भन्न पाएका छौँ। हजुर, अब हामी देशलाई सम्झन्छौँ। राष्ट्रिय गानको लागि मैले सम्पूर्णलाई उठिदिनु हार्दिक अनुरोध गर्दछु।
थुम्रा फुलका हामी एउटै मालाले परी सार्वभौम फैलिएका मेची महाकाली थुम्रा फुलका हामी एउटै मालाले परी। आजको मुख्य आकर्षणमा जाँदैछौँ हामी हजुर। अब पुस्तक विमोचनको समय आएको छ। मैले अतिथिज्यूहरू प्रमुख अतिथिज्यूलाई पुस्तक विमोचनको लागि हार्दिक अनुरोध गर्दैछु, हार्दिक आग्रह गरेँ। रमेशजी पनि अगाडि आइदिनु होला। विमोचन गरौँ है त। आफ्नो भनाइ राखिदिनु हुनलाई म हार्दिक अनुरोध गर्दछु। अघि नै रमेशजीले भन्नुहुन्थ्यो महिलाबाटै सुरु गरेका हुनुहुन्छ। उहाँलाई मैले हार्दिक अनुरोध गरेँ पुस्तकको विषयमा समीक्षात्मक टिप्पणी गर्नुहुनेछ सायद उहाँले। यो किताबबारे टिप्पणी भन्दा पनि आफ्नो पाठकीय अनुभूतिहरू म चाहिँ राख्न चाहन्छु। अनि बसेर एउटा सल उडाइएको अन्तिममा जहाँ अब यहुदीहरूलाई चाहिँ लखेटिन्छ, त्यति बेला एउटी बच्चीको चाहिँ सल उडेको कथा थियो। त्यसमा चाहिँ त्यो सललाई खिमार भनेर बनाइएको रहेछ र त्यसमा यो कथाको अलिकति अगाडि भागमा चाहिँ के यहुदीहरूलाई मारेर सिद्ध्याए त, के उनीहरूको देश चाहिँ अन्त्य गर्न सके त, के अमेरिकाले चाहिँ उखेल्न सके त, यस्ता कुरा प्रश्नहरू छ। यो चाहिँ एकदमै मार्मिक लाग्यो। यसले गर्दाखेरि चाहिँ यो कथालाई फेरि यसको अर्को भाग पनि लेखकले लेखिदिनु भए चाहिँ पाठकको लागि धेरै राम्रो हुन्छ, धेरै पठनीय हुन्छ जस्तो लाग्छ मलाई। र अब अर्को कुरा भन्दाखेरि अब कथा हामीले एउटै कथालाई पनि तीन तरिकाले हेर्नुपर्छ भन्ने लाग्छ। हामी कवितामा होस् कि उपन्यासमा होस् कि जेमा पनि अब कथा त हुन्छ नि। र यो कथा भन्नाले त्यसको एउटा यसको उद्देश्य, कथा लेख्नुको उद्देश्य, कथाले भनेका कुराहरू, विचार र यसको शिल्प र एउटा लेखकमा देखिने लेखकको एउटा सिग्नेचर, यी कुराहरूमा चाहिँ हामीले कुरा गर्नुपर्छ भन्ने लाग्छ मलाई। र यी अब अलिकति सर्वप्रथम त म के भन्न सुरुमै के भन्छु भने अन्तिममा एउटा कथा लेख्नु भएको छ लेखकज्यूले, गोथिक मिस्टिक फिलोसफिकल स्टोरिज भनेर लेख्नु भएको छ। यो चाहिँ मलाई लाग्छ सुरुमै लेख्नु भए पनि हुन्छ होला। उहाँको सबै कथाहरू चाहिँ प्रायः त्यस्तै नै छ, एकदमै रहस्यमय, एकदमै होइन अलिकति भयङ्कर, अलिकति के होला जस्तो। र म अलिकति यथास्थितिवादी लेख्ने, अब मेरो विचार यथास्थिति नभए पनि मेरो लेखन शैली चाहिँ यथास्थिति छ लाग्छ मलाई। र म उहाँलाई चाहिँ प्रयोगवादी लेखक भन्न रुचाउँछु, भन्न सुहाउँछ भन्ने लाग्छ। उहाँले ठाउँ ठाउँमै कुमार नगरकोटीको पनि कुरा ल्याउनु भएको छ। सायद उहाँसँग उहाँ अलिकति इन्फ्लुएन्स, अलिकति प्रभावित हुनुहुन्छ जस्तो पनि लाग्छ। किनभने धेरै यो कथामा पनि लेखकज्यूले घाटको कुराहरू, जोगीका कुराहरू, एकदम विरक्तिका कुराहरू लेख्नु भएको छ। उहाँले चाहिँ सुनकोशी नदीको कथा भनेर लेख्नु भएको रहेछ। यसमा चाहिँ सुनवार जातिको इतिहासलाई उत्खनन गरेको पाएँ मैले। सुनकोशीसँग सुनवार जातिको कति सम्बन्ध छ, सुनवार पनि भएको, सायद सुनकोशीकै वरपर बस्ने भएकाले चाहिँ सुनवार भनिएका हुन् कि भन्ने पनि यो कथाले देखाउँछ। र त्यहाँनिर एउटा अब अलिकति सुनवारहरू चाहिँ किराँत भएर पनि अलिकति हिन्दुइजमतिर बढी प्रभावित भएको र पछि फेरि होइन हामी चाहिँ यता किराँतको बाटोमा जानुपर्छ, हाम्रो चाहिँ अस्तित्व जरा त्यतातिर छ
भनेर एक हजुरबाले आफ्नो नातिलाई सिकाउँदै गरेको कुरा यो चाहिँ एकदमै सुनुवार जातिभित्र नै एउटा गौरवको कुरा लिनुपर्छ। यो चाहिँ हरेक सुनुवारहरूले पढ्नुपर्छ भन्ने म चाहिँ अनुरोध गर्दछु। र त्यहाँनिर एउटा संवाद हजुरबा र नातिको संवाद चाहिँ एकदमै मिठो छ। त्यहाँनिर के रहेको छ भने उसको बुवाले त्यो बच्चा 15-16 वर्षको 17-18 वर्षको बच्चाले चाहिँ अब बुवाले चाहिँ यतातिर अब इङ्ग्लिसको होइन मोडर्न वर्डहरू सिकाइरहेको, मोडर्न कल्चरहरू सिकाइरहेको, फेरि हजुरबाले चाहिँ आफ्नो सांस्कृतिक कुराहरू सिकाइरहेको। त्यहाँ बच्चाले प्रश्न गर्छ कि म एकजना मान्छेले कुन बाटो हिँड्ने, मैले बुवाको कुरा सुन्ने कि हजुरबाको कुरा सुन्ने कि भनेर चाहिँ त्यहाँनिर एउटा तर्कहरू निकै मिठो तर्कहरू छ। त्यो मलाई एकदमै छोएको कुरा हो। त्यहाँ भन्छन् अब हजुरबा र नातिको एउटा मैले संवाद म यहाँ भन्छु। नातिले के अरे उसले नातिले सोध्छ कि हामी चाहिँ अब हाम्रो कल्चर किन पछ्याउने, हामी मेरो साथीहरू यो कल्चर भन्ने नगर्दा पनि भइरहेकै छ, मैले चाहिँ किन सिक्ने, हाम्रो कल्चरले के हाम्रा घाउहरूलाई निको पार्छन् के दुर्घटनाहरूलाई चाहिँ सत्य बुलाउँछन् भन्ने प्रश्नमा अब हजुरबाहरूले चाहिँ यस्तो मिठो त्यहाँ उत्तर दिनुभएको छ कि मैले माया गर्नुपर्छ र तिमीले मलाई आदर गर्नुपर्छ, यो कुरा हामी संस्कारबाट सिक्छौँ, यो कुनै विज्ञानले सिकाउँछ तिमीलाई, यस्ता खालका प्रश्नहरू छन्। र त्यहाँनिर एकदमै अब रमाइलो कुरा फन्नी पनि हाल्नु भएको छ। त्यो मकैबारी हुँदो रहेछ, अब त्यो जेठको समय भएपछि त्यो चाहिँ उधौली भन्छौँ हामी, उभौली भन्छौँ हामी। त्यो बेला त्यो गर्मीको सिजन हुन्छ, त्यहाँ चाहिँ मकैबारी भर्खर लहलहको मकैबारी हुन्छ, त्यहाँ चाहिँ नाचिन्छ, सेदार भनिन्छ के अरे होइन सर? हजुर, त्यो नाचिन्छ। अनि त्यो यो कुरा मैले किन गरेँ भने त्यो कथामा चाहिँ एकदमै त्यो दृश्यहरू पनि राम्रो प्रस्तुत गर्नुभएको रहेछ। यो अरू कथाभन्दा यसमा चाहिँ मैले फरक देखेँ। एउटा यो स्क्यामर छ नि चलिरहेको, त्यो स्क्यामरको बारेमा पनि कथा धेरै राम्रो लेख्नु भएको रहेछ, कसरी चाहिँ फस्दै जान्छ, अब पैसा उकास्नको लागि झन् दिँदै जाँदाखेरि लास्टमा फसेको कुरा पनि यो पनि राम्रो छ। यो उहाँको किताब यो अन्तिम साँझ पढिरहँदाखेरि चाहिँ कता म आफ्नो किताब चाहिँ बोरिङ हो कि जस्तो लाग्ने रहेछ कि। अब हामी चाहिँ विचार मात्रै हान्नुपर्छ, यो यथास्थितिवादीको दृष्टिबाट होइन, कहीँ कमेन्ट आउने हो कि हामी चाहिँ म चाहिँ के सोच्छु भने पाठकले कसरी प्रश्न गर्लान्, समीक्षकले के भन्लान्, बजारमा बिक्ने हो कि होइन, पुरस्कारको आँखामा पर्ने कि होइन आदि इत्यादि सोचेर चाहिँ म चाहिँ लेख्छु। म जस्ताले त्यसरी नै लेखिन्छन्। तर यो प्रयोगवादी लेखकहरूले चाहिँ ती कुराहरूलाई कहीँ वास्ता गरेको जस्तो लाग्दैन कि स्वतन्त्र रूपले। अलिकति अब उहाँहरूलाई यो किताब बिकाउनु पनि छैन, एउटा लग्जरीको रूपमा उहाँहरूले चाहिँ लेख्नु भएको हो कि जस्तो पनि लाग्छ। त्यो भएको हुनाले जे मन लाग्यो होइन, जसरी लेख्न मन लाग्यो त्यसरी नै लेखिदिने गरेको छ यो। हजुर। अनि अब के भन्छ, पाठकले जेसुकै भनोस् होइन, आफ्नो इच्छा लागेको लेख्ने, समीक्षकले जेसुकै भनोस् त्यो चाहिँ आफ्नो इच्छा लागेपछि लेख्ने। अब हामी चाहिँ समीक्षकलाई हेर्छौँ क्या, त्यो फलना समीक्षकले कसरी प्रश्न गर्ला उसलाई हेरेर चाहिँ त्यो शैलीहरू बनाउँछौँ, बजारले कसरी लिएला त्यो कुराहरूलाई हेरेर लेख्छौँ। र यो यथास्थितिवादी दृष्टिबाट हेर्दाखेरि चाहिँ अब यो प्रयोगवादी लेखकहरूमाथि प्रश्नै प्रश्न हुन्छ। तर अब अलिकति त्योभन्दा आफूलाई यो किताबमाथि नै राखेर हेर्दाखेरि चाहिँ एकदमै यो चाहिँ पठनीय, नपढ्ने मान्छेहरूलाई पनि अलिक पढौँ लाग्ने हुन्छ होला भन्ने लाग्छ मलाई। र अब किताब आइसकेको छ, आज त यो किताबको बारेमा धेरै राम्रो नराम्रो के विश्लेषण गरेर बस्नुभन्दा पनि आज त खास सेलिब्रेसन गर्ने दिन हो, एकदमै रमाइलो गर्ने हो। आज बधाई आदान प्रदान गर्ने हो, प्रकाशकलाई पनि अब बधाई छ, लेखकलाई पनि अब बधाई छ। यति भन्दै पनि अलिकति अब मेरो मनमा लागेको कुराहरू के भनौँ भने जतिसुकै प्रयोग गरे तापनि केही कुराहरू चाहिँ ख्याल गर्नुपर्छ होला भन्ने लाग्छ। जस्तो कि अब उहाँले त्यो कथा भनिसकेर पनि अझै लम्ब्याउनुहुन्छ क्या,
त्यो चाहिँ लम्ब्याउनु चाहिँ हुँदैन। त्यो जतिसुकै अब स्वतन्त्रता भए पनि जतिसुकै फ्रिडम युज गरे पनि ती कुराहरू जस्तो अब कथा भनिसकेको हुन्छ त्यसको अब 4 वर्षपछि 5 वर्षपछि भनेर 2 लाइन थपिदिनु भएको रहेछ। अनि जहाँ अब एउटा योगीको कथा छ, योगीले उसको आफ्नो अनुभूति सबै त्यहाँ भनिसकेका छ होइन। फेरि तल म पात्र नै छन् योगी, फेरि तल 2 लाइनमा चाहिँ म चाहिँ त्यो के भन्छ त्यो कार्यक्रम हेरेर हिँड्दै भन्दा त्यो म माथिको म को हो, तल म भन्ने को हो, यी कुराहरू चाहिँ उहाँले अलिकति सुधार्नु नै पर्छ। त्यो चाहिँ छोड्नै पर्छ होला भन्ने लाग्छ। र अब के भन्ने अब त्यो इच्छाको लागि आफ्नो खुसीका लागि उहाँहरू लेख्नै पर्नुभयो र हामी जस्तो अब कुनै बाध्यता छैन भन्ने लाग्छ मलाई यी लेखक। र अस्ति भर्खरै कुमार नगरकोटीको कार्यक्रम पनि भयो। कुमार नगरकोटीलाई नस्वीकारे पनि एउटा जमात होला र स्वीकार्ने जमात पनि त्यति नै छन्। सर्वप्रथम केदार सङ्केतज्यूलाई यो नवीन कृति अन्तिम साँझका लागि हार्दिक बधाई। यो अन्तिम साँझ हो, तर आजको लागि अन्तिम साँझ हो र भोलि फेरि बिहान हुन्छ। केवल यो कृति हो, लोकार्पण समारोह भएका हुनाले सकेसम्म हामी एउटा शुभकामना शुभेच्छा व्यक्त गर्ने खुसीको दिन हो आज, सन्तान जन्मिएको दिन। जन्मियो त जन्मियो, जन्मिसकेपछि यता यस्तो आँखा भएको, यस्तो नाक भएको, यस्तो कान भएको भए हुन्थ्यो भनेर हुँदैन। त्यसले गर्दा कृति जन्मिनु र मानिस जन्मिनु उस्तै हो जस्तो मलाई लाग्छ। अब त्यो हाम्रा दृष्टिकोण कताबाट हेर्छौँ र कस्तो देखिन्छ भन्ने कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। अब सृजना गरिसकेपछि समालोचकहरूका शाब्दिक डन्डा खानका लागि हामी तयार चाहिँ हुनुपर्छ भन्ने मलाई लाग्छ। त्यो रचनात्मक प्रतिक्रिया छ, समीक्षा छ, समालोचना छ भने त्यसले हामीलाई बलियो बनाएर लैजान्छ भन्ने मलाई लाग्छ। यो कृति असाध्यै सुन्दर देखिन्छ हेर्दाखेरि। हामी यो कुरामा ध्यान दिएका हुँदैनौँ। यो भित्र छिर्ने कि नछिर्ने भन्ने कुरा यो बाहिरको गातोले पनि निर्माण गर्छ। यो आवरणले सचिन योगल श्रेष्ठले बनाउनु भएको भनिएको छ। यो हेर्दा भित्र गएर पढौँ लाग्ने खालको देखिन्छ। ठ्याक्कै पछाडि फर्कायो भने 3 जनाको मन्तव्य छ। उहाँहरू आफैमा श्रद्धेय हुनुहुन्छ सङ्गीतमा, रोचक घिमिरे, श्री ओम श्रेष्ठ रोदन र प्रकाश सायमी। उहाँहरूले लेखिसकेपछि सायद हामीले नबोले पनि हुन्थ्यो होला, यो केवल औपचारिकता मात्रै होला भन्ने मलाई लाग्छ। मैले थोरै टिपोट गरेको छु। यसको जुन सम्पादन रमेश सरले गर्नुभएको छ, अहिले उहाँले अझै यसलाई हामीले प्रारम्भिक समीक्षात्मकसँगै लोकार्पण भनिए तापनि त्यस्तो चाहिँ लाग्दैन। यो कतिपय कृतिहरू हेर्दाखेरि असाध्यै यो भइदिएको भए हुन्थ्यो, यति शुद्ध त हेरिदिनु पर्ने नि, यति वाक्य गठन हेरिदिनु पर्ने, यति अनुच्छेद यसरी आउनुपर्ने भन्ने लाग्छ। त्यस्तो धेरै पनि लाग्दैन, तर यदि हामी होसियार हुनु पनि धेरै ठुलो कुरा हो भन्ने मलाई लाग्छ। यसलाई मिलाप मासिकले प्रकाशन गरेको छ। गीताजी यहाँ हुनुहुन्छ। यो मिलापको कामै यस्तै मिलाप गर्दै जाने हो। यो 700 मूल्य राखिएको 324 मूल्य पेजको किताब छ। मलाई गजब लाग्यो। यो कमैमा हुन्छ। यो जुन अ बुक इज अ गिफ्ट यु क्यान ओपन अगेन एन्ड अगेन भनेको छ। यो चाहिँ अमेरिकी लेखक हुने चाहिँ ग्यारी कैलर भन्ने किताब एउटा उपहार हो। तिमी जुन बारम्बार खोल्न सक्छौ, तपाईँ खोलेर पढ्न सक्नुहुन्छ भन्ने यसको होला भन्ने मलाई लाग्छ। यसमा जुन समर्पण गरिएको छ, जो शब्दलाई केवल पढ्दैनन्, गहिराइमा महसुस गर्छन्, जसले पीडालाई पनि जीवनको एक सौन्दर्यका रूपमा स्वीकार गर्ने साहस राख्छन्, ज्ञाप अर्थात् रहस्यमय मौनतामा डुबुल्की मार्न चाहन्छन्, उनीहरूलाई समर्पित गरिएको छ। धेरैको चाहिँ बुवालाई, आमालाई, साहित्य प्रेमीलाई, आफ्नै चाहिँ के भनौँ श्रीमतीहरूलाई, छोराछोरीहरूलाई समर्पण गरिएको देखिन्छ प्रायः चाहिँ कृतिहरू। अनि नभने पनि हुने कुरा भनेर चाहिँ उहाँले आफ्नो मन्तव्य लिइराख्नु भएको छ। तर त्यो नभने पनि हुने कुरा चाहिँ भनिएन भने अपूर्ण हुन्छ। जे छ उहाँले सर्र पढियो भने गजबले 7 अनुच्छेदमा यति सुन्दर तरिकाले प्रस्तुत गर्नुभएको छ।
केदार सङ्केतज्यूले, त्यसपछि थाहा पाइन्छ। मैले उहाँलाई जोडिएपछि अस्ति हाम्रो एउटा ग्रुप बन्यो, यो कतिौँ कृति हो भनेर आजसम्म पनि सोधेँ, भन्नु भएन। अनि उहाँले नभने पनि मान्छेको उमेर पत्ता लगाउनलाई कति सालको एसएलसी हो भनेपछि ठ्याक्कै 15 र 16 त याद हुन्छ भने जस्तै। अनि उहाँको सञ्जालमा गएर हेर्दाखेरि यो 9औँ कृति भन्ने चाहिँ मैले अनुमान गरेँ। त्यसले गर्दा यो मैले सोधे पनि किनभने एउटा हाम्रो दृष्टिकोण कस्तो छ भने विदेशमा बस्नेहरूले त्यस्तै हो भन्ने टाइपको छ नि लेखन, केवल रहर सहका लागि त्यस्तो चाहिँ लाग्दैन। त्यसले गर्दा यो पहिलो कृति जस्तो पनि नलागेपछि मैले उहाँलाई प्रश्न गरेँ यो कतिौँ कृति हो भनेर। यसमा 15वटा कथाहरू राखिएको छ। मभन्दा अगाडि बोल्ने समीक्षकज्यूले धेरै कुराहरू भनिसक्नुभयो र सचित्र भएको हुनाले यसलाई हामीले बुझ्नका लागि पनि चित्रै पढ्न सक्नेहरूका लागि त भित्र गएर पढ्न पनि आवश्यक हुँदैन होला जस्तो मलाई लाग्छ। यी 15वटा कथाहरू उहाँले जसरी बुन्नु भएको छ यसलाई मैले सर्र केही टिप्ने प्रयास गरेँ। तर जति कुराहरू अघि म्याडमले भन्नुभयो ती सबै कुराहरूप्रति मेरो कुनै पनि आपत्ति छैन। मलाई लाग्यो के भने कतिपय 5-6वटा कथाहरूमा उस्तै त लाग्छ, तर पनि त्यो सबै सुरुदेखि अन्त्यसम्म पढ्दै जाँदाखेरि त्यसको मजा चाहिँ लिन सकिन्छ। त्यसमा कुनै हामीले त्यही नै दोहोरिएरै आयो जस्तो चाहिँ लाग्दैन। अनि जुन हाम्रो शृङ्गारिक कुराहरू या यौनका कुराहरू कसरी भन्ने कुरा हुन्छ नि, त्यसलाई चाहिँ बडो कलात्मक ढङ्गले भनिरहँदाखेरि पनि के लाग्छ भने त्यो यौवन भनेको केवल टिनेजर हो या 24-25सम्म या चाहिँ विवाह अघिन्जेलको समय हो भन्ने जुन हाम्रो बुझाइ छ। आखिर पढेर एउटा लोग्ने मानिस पनि त गर्भवती भएको कथा लेखिरहेको हुन्छ, उसले कसरी महसुस गर्छ त त्यो कुरा भने पढ्ने कुरालाई त्यो कुनै उमेरले छेक्छ या त्यसको रस लिनलाई साहित्यिक रसादनका लागि उमेरले छेक्छ भन्ने पनि लागेन मलाई। ती 15वटै कथाहरूलाई सर्र पढ्दै जाँदाखेरि 15वटै भागमा छुट्याएर विविध तरिकाले पढ्दै जाने हो भने चाहिँ त्यसको आनन्द लिन सकिन्छ जस्तो मलाई लाग्यो। हामी समय अवधिका कारणले त्यति धेरै लामो गर्न आवश्यक छ जस्तो मलाई लाग्दैन। यो सुरुवातको कथाले मलाई साँच्चै त्यो छाया त्यहाँबाट गइसकेपछि पनि त्यो छायाले फेरि पछ्याउँछ कि पछ्याउँदैन होला, त्यहाँसम्म त्यो छाया आउँछ कि आउँदैन होला भन्ने प्रश्न पनि त्यो कौतूहलता नै आफैमा चाहिँ एउटा गम्भीर प्रश्न जस्तो लाग्छ। दोस्रो तेस्रो त्यस्तै थुप्रै कथाहरू अघि जुन एउटा किराँत संस्कृतिको कुरा, त्यो बच्चासँगको संवाद, त्यो मलाई त्यो गजब लाग्यो कि आजको त्यो वैज्ञानिक युग स्वाभाविक पनि छ। उसले त्यो प्रश्न गर्नु भनेको त्यो साँच्चीकै हुन्छ कि हुँदैन भन्ने जस्तो पनि लाग्ने। यो मध्ये मलाई यो नेपाली हो परिस्थिति अनुसार चल्न सक्नुपर्छ, देश हामी यस्तैमा छौँ नि। यो 12 नम्बरको शान्तिको खोजी भन्ने पढेपछि चाहिँ मलाई उहाँको दृष्टिकोण चाहिँ भयङ्कर लाग्यो। यो सामान्य सोचले यो कथालाई पूर्णता दिन्छ जस्तो। मैले अन्तरिक्ष यात्रा भनेपछि यसले अलि अर्कै तरिकाले यात्रा गरेर अनि आएर त्यसको जुन सेफ ल्यान्डिङ कल्पना गरेको थिएँ त्यसको जति मैले सोचिरहेको थिएँ त्यति त छ नै, तर पनि एउटा जुन आध्यात्मिक चेतना, त्यो परिकल्पना, त्यसमा सबै कुराहरू के छ नि, त्यो दर्शन अनि रामायण महाभारतदेखि सबै कुराहरूलाई उहाँले विस्तृत रूपमा अध्ययन गरेको एउटा निचोड। मान्छेले अन्तिम जीवनसम्म पनि पश्चाताप गरिरहेका हुन्छन्, थुप्रै लेखकहरू समेत, सामान्य पाठकहरू त हुने नै भए कि त्यति सबै कुराहरूलाई अध्ययन गरेर एउटा बृहत आयतनमा आफूलाई पस्कनु पाए बल्ल चाहिँ त्यो लेखनको उचाइ प्राप्त गर्न सकिन्थ्यो होला भन्ने कुरा चाहिँ मैले त्यो पनि सोचिरहेँ। यो 5 नम्बरमा रहेको अन्तिम साँझ कसरी शीर्षक भयो, यो शान्तिको खोजी पनि हुन सक्थ्यो होला आजको यो समयमा, जसरी उहाँले यसलाई पस्किने प्रयास गर्नुभएको छ। उहाँको त्यो गहिराई छ लेखनको, त्यो यसमा आउनु पर्थ्यो। यो शीर्षक भएको भए पनि अझ यसले अर्थ राख्थ्यो जस्तो लाग्यो। यी 15वटै कथाहरूलाई सरल जुन रूपमा प्रस्तुत गरिएको छ मैले सबै टिपेको छु। यो समयलाई मैले ध्यानमा राखेर यसलाई बरे कुनै समीक्षात्मक लेखकै रूपमा लेखियो भने त्यो मेरो लागि पनि राम्रो होला, लेखकको लागि पनि राम्रो होला।
त्यसले गर्दाखेरि टिपेर पनि आज विशेषतः हामी लोकार्पण समारोहमा छौँ र सबैका भावनाहरू सुन्नुपर्ने समय पनि भएको हुनाले र यो लोकार्पण समय कस्तो पनि हो भने जाँदै लेखकलाई हान्ने, ठटाउने, भगाउने, चिमोट्ने, यहाँबाट खेद्ने चाहिँ होइन, यो उत्साह प्रदान गर्ने चिज पनि हो। र आजसम्म यो ब्रह्माण्ड नै पूर्ण छैन, त्यसले गर्दा सबै मिलेर पूर्ण हुने हो। त्यसले गर्दाखेरि कुनै मानिस छ र आजसम्म पूर्ण भएको हामीले देखेको छैन, कुनै कृति छ र आजसम्म पूर्ण भएको छैन। त्यसले गर्दा नोबेल पुरस्कार पाए तापनि यो कृति अझै यस्तो भइदिएको भए हुन्थ्यो भन्ने त रहि नै रहन्छ भने आज हामीले यो लोकार्पण समारोहमा कथाकार केदार सङ्केतकै पूर्ण किताब हुनु पर्थ्यो। यो कारणले होइन भन्यो भने उहाँ फेरि निरुत्साहित हुने सम्भावना हुन्छ। मलाई त लाग्छ उहाँले लेखिरहेका कथाहरू प्रयोगात्मक हिसाबले पनि ठिक छन्। हाम्रो हेर्ने दृष्टिकोण, पढ्ने दृष्टिकोण, हामीले कोसँग कसलाई राखेर तुलना गर्छौँ त्यसमा पनि भर पर्छ। तर समग्रमा उहाँको जुन एउटा शैली छ, यो शैली निरन्तर अगाडि बढिरह्यो भने पनि यसले धेरै कुराहरू अगाडिका दिनमा धक्का दिन सक्छ कथाको क्षेत्रमा भन्ने मलाई लाग्छ। अब यसमा परिष्कृत, परिमार्जित, विकसित र विस्तारित हुँदै जानुभयो भने त अझ राम्रा कथाहरू पढ्न पाउँछ भन्ने मलाई लाग्छ। यो अवसर मिलाउनु भएकोमा विशेष गरी मिलाप मासिक विशेष त्यसका सम्पादक रमेश दाहाल सरलाई विशेष धन्यवाद र पुनः एकपटक केदार सङ्केतज्यूलाई हार्दिक बधाई दिँदै मेरो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद। मगाना मन्तव्यका लागि समयलाई पनि मध्यनजर गरेर दिनुहुन्छ भन्ने मैले आश गरेको छु। उत्तम कार्तिकज्यूलाई मैले हार्दिक अनुरोध गरेँ। साहित्यकार केदार सङ्गीतको नवीन कथन सङ्ग्रह अन्तिम सास अचानक आयो। म पनि भर्खरै 3 दिन अगाडि मात्रै थाहा पाएँ। अब यसमा भन्दाखेरि म यो अन्तिम साँझमा को बजिङ गर्न जान्न, बजिङ गर्नका लागि म यो कथाको प्रोग्रामर त्यति सक्षम नभएको हुनाले बजिङ गर्नेहरू यहाँ वरिष्ठ साहित्यकार हुनुहुन्छ। अघि नै भन्नुभयो पूर्णको ईशावास्यको कथा छ पूर्णमिदा भन्ने, त्यही हिसाबले पूर्णता भन्ने कुरा त हुँदैन। तर म हाम्रो प्रगतिज्यूले उहाँले कुरा राखे जस्तै अलिक फराक धारको हामी एक किसिमको, मलाई याद छ हाम्रो खेमराज सर उहाँहरू एक जमाना थियो हामीले लेखेको कथा कहाँ छाप्ने होला र कतिपटक मधुपरको ढोका ढकढकाउँदा श्री ओम सरलाई भेट्न हामी कति भेट्न मात्रै पाउँदा पनि ठुलो रचनाको अनेक। अब यो अरू पत्रिका त बिस्तारै आयो, अहिले त्यो जमाना चाहिँ विशेषतः कोरोना काल पछाडि अहिले विश्वको ग्लोबल ट्रेन्डहरू, कथा लेख्ने ट्रेन्डहरू सठिक रूपमा भन्दा श्री ओम दाई, म विशेष दाई रोदन दाईको पक्षमा छ। हिजो आज हेर्ने कथा, लामो कथामा हेर्ने, विशेष गरी भाइरलको जमाना टिकटक, रिल, युट्युबमा अहिले आएको पछिल्लो प्रविधिमा विशेष गरी भनिन्छ अमेरिकाबाट जब कोरोना काल आएपछि र चाइनाको ट्रेडिङको कुरा आइसकेपछि कागजहरू महँगो भयो र अमेरिकनहरूले किताब किनेर पढ्ने क्षमता भएपछि अडियो बुकतिर गयो। हिजो आज हामी हेर्छौँ पोडकास्ट। अब अहिले अलिकति पोडकास्ट भनेपछि युट्युबको पोडकास्ट भन्छन्, खासमा पोडकास्ट चाहिँ सुन्ने हो, त्यतातिर ढल्किरहेको अवस्थामा अहिले विश्व ट्रेन्डमा छोटो र अर्को अनुभव जन्ने भएकोले मलाई लाग्छ र प्रविधिमय पनि। र अर्को कुरा चाहिँ अहिले पछिल्लो समयमा किनारीकृत छेउ लगाइएका लागेका कुराहरूलाई विश्वले खोजिरहेको अवस्था र सबैभन्दा आजको सुरुवातमा अघि हाम्रो सन्तोष सरले कुरा उठाउनु भयो साइन्टिफिक साइफाई लेखन एकातिर छ, लेटेस्ट आउँदा कलाई भाइ आइसक्यो र एकातिर साइन्टिफिक भन्दै हाम्रा कुराहरू त्याज्य हुन्, यी गाउँघरका कुराहरू त्याज्य हुन् भन्ने कुरा आइसकेपछि अब ग्लोबलाइजेसन विश्वव्यापी आइसकेको छ र हामी अहिले बसेर
केदार सङ्गीतज्यूसँग सिधै विमोचनमा युकेदेखि जोडिएका छौँ। यसो भइसकेपछि हाम्रो आशा, अन्तिम साँझको आशा नेपाली पर्सपेक्टिभबाट र उहाँको म समुदायकै भएकोले मेरो पर्सपेक्टिभबाट उहाँ त धेरै ठाउँ घुम्नु पनि भएको, उहाँ ट्राभल लग हेर्ने यथास्थितिवादी चाहिँ त्यो चाहिँ कस्तो आयो होला यो आख्यान फिक्सनमा भन्ने आशा हुनसक्छ होला। तर त्यही युरोपमा बस्ने युरोपियनहरूको लागि नेपालको कथा कस्तो हुन्छ होला र हामी सबैलाई थाहा छ विश्वव्यापी रूपमा 2-3वटा किताबहरू गरियो जुन चाहिँ झोँचेको असनको झ्यालको ढोकाबाट हेरेको त्यस्तो कुराले विश्वले पचाएर हामी खुब समीक्षा लेख्यौँ। विश्वले हामीले लेखेको कथामा के खोज्छ र हामीले चाहिँ के खोजिरहेका छौँ भन्दाखेरि यी सबै कुरालाई अब ग्लोबलाइजेसन पर्सपेक्टिभबाट हेर्न सक्यौँ भने अबको बाटो चाहिँ अलि हामी संसारमा हाम्रो साहित्य नेपाली साहित्यहरू विश्वमा कमै प्रतिनिधित्व हुन्छन्। त्यसको लागि चाहिँ अघि पनि भन्यो हामीले नदेखेका कुरा हाम्रै आफ्नो अनुभव मात्रै लेख्दाखेरि चाहिँ फेरि हाम्रो युधिर थापाको उपन्यास जस्तो, प्रकाश कोविदको उपन्यास जस्तो युधिर थापाहरू र अर्का लीलाहरू छिटो तपाईँको त्यही झोँचे त्यो टङ्गाल त्यो दिल्ली बजारदेखि पर जाँदैन युधिर थापाको उपन्यास पढ्यो भने बढी गयो भने दोलाल घाटसम्म पुग्छ, त्यहाँबाट केही देख्दैन नि। प्रकाश कोविदको हामीले जतिसुकै त्यो सबैले हेऱ्यौँ होला एकदम प्रेमिल छ, तर उहाँको त्यो दार्जिलिङ वरिपरि भन्दा बाहिर जाँदैन। अब तपाईँ हाम्रो दृष्टिकोण त हामी यहाँ बसे पनि अमेरिकाको, यहाँ बसे पनि हामी चाइनाको, हाम्रै गाउँको नेपालमै बसे पनि हामी कर्णालीको, नेपालमै बसे पनि खोटाङको, भोजपुरको, ओलङचुङगलाको के छ भन्ने हेर्ने पर्सपेक्टिभबाट हामी अहिले अगाडि बढिरहेको हुनाले यो कथामा पनि हामीले हेर्दाखेरि हाम्रो दृष्टिकोणबाट हेर्दा यी कथाहरू केही न केही पसेको होला भन्ने अनुमान गर्छु। म पढ्न 1-2वटा चाहिँ प्रकाशित भएको पढिरहेको जस्तो पनि लाग्यो र अवश्य पनि यो आजको यो अन्तिम साँझमा हामी लोकार्पणमा लोकलाई अर्पण गर्ने भन्यौँ हामी यति बिचमा अर्पण भएको र अब चाँडै आउला उहाँको। मलाई चाहिँ मेरो दृश्य उहाँ संसार घुमेर यसरी घुमेर लेख्ने नन फिक्सन लेख्ने मान्छेले फिक्सनमा योभन्दा अगाडि एउटा त आएको छ, त्यसमा त्यो उपन्यास चाहिँ एउटै फ्रेममा बस्नुपर्ने, यसमा चाहिँ विविधता स्वाद पाइन्छ कि भन्ने लागेको र यहाँहरूले अहिले जुन हेर्नुभयो त्यसैले गर्दाखेरि चाहिँ हामीले यो अहिले वातावरणसँग क्लाइमेट को चाहिँ ग्लोबल वार्मिङको कुरो विश्वव्यापीमा हेरिएको छ र त्यसको चाहिँ अहिले पछिल्लो आदिवासीहरूको परम्परा ज्ञान, वन जोगाउने ज्ञान, यस्तै वातावरण जोगाउनेतिर विश्वको लेखकहरू पनि त्यतै ढल्किएको देखिन्छ र उहाँहरूले अहिले चाहिँ क्लाइफाई भन्ने चलिरहेको छ, जिरो वेस्ट भन्ने विभिन्न चाहिँ अभियान जोडिएको छ र यो कथाले अब हाम्रो फरक दृष्टिकोण होला, फरक ठाउँको पाठकले आछ होला, यी कुराहरू केही न केही कुराहरू चाहिँ सम्बोधन गरेको रहेछ कि भन्ने अग्रजहरू हाम्रो समीक्षा गरिदिनु भएकोबाट अनुमान लगाउन सक्छु। आज यो सफल होस् र हामीहरूले आज योभन्दा चलेको उहाँ बेलायत बसेर पनि लेख्ने गर्नु भएकोले हाम्रा यहाँको गाउँको साना साना कुराहरू जो हामीले केही पनि होइन भन्ने कुराहरूलाई अझ चाखलाग्दो रूपमा विश्वव्यापी रूपमा भाषिक माध्यममा अनुवाद गरेर अझ पुर्यायो भने हामी नेपालीपनको साहित्य विश्वव्यापी रूपमा अहिले डायस्पोराको कुरा भइरहेछ। धेरै नेपालीहरू पनि अमेरिका, हामी अन्तर्राष्ट्रिय साहित्य समाज महासङ्घ धेरैहरू छन्। अझ यसलाई संयुक्त रूपमा अभियानको रूपमा मिसनको रूपमा भयो हामीले विश्वव्यापी रूपमा हाम्रा साहित्यहरू पनि हाम्रो नेपालीपनको प्योर आफ्नै रैथाने स्वादको रैथाने स्टोरी टेलिङ शैलीहरू पुग्नेछ भन्ने
आशा गर्दै उहाँको यो अन्तिम साँझ जुन कथा सङ्ग्रह छ अझ सबैले रुचाउनेछन् भन्ने आशा गर्दै उहाँलाई सफा यो राम्रो चाहिँ प्रतिक्रिया पाउनुहोस्। उहाँलाई अझ थप कथाहरू साहित्यहरू उहाँ अब यो नन फिक्सन लेखेर एउटा कवि भएर काव्यिक क्षेत्रमा भएको मान्छे अब फिक्सनतिर लाग्नु भएको छ। अझ सर्वप्रिय फिक्सनहरू लेख्नुहोस् भन्ने शुभकामना व्यक्त गर्छु। हस्त धन्यवाद। मैले पुनः शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गरेँ प्रतीक घिमिरेज्यूलाई। यस कार्यक्रमका आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू र अन्य प्राय सज्जनवृन्दहरू, अब यो बोल्ने भन्ने त त्यस्तो केही पनि थिएन। मैले निम्ता मानेर यसो आएको मात्रै थिएँ, यो हेर्न पनि पाएको थिएन। उहाँले बोलाउनु भयो, आएँ। तर उहाँसँग चाहिँ मेरो पहिलो सम्बन्ध भएको भनेको चाहिँ एथेन्सको झरी, त्यो धेरै अगाडि थियो, त्यो नियात्रा थियो। त्योभन्दा पछि कि अघि अर्को पनि निस्केको थियो के विधाहरू, विभिन्न विधामा पनि त्यत्तिकै राम्रो क्या एकदम। त्यो सरल कुरोलाई पनि गाउँले जनजीवनको, आफ्नो चाहिँ रैथाने परिवेशको, आफ्नो संस्कृतिको, आफ्नो दाजुभाइको गाउँको नाता गोता छिमेकी कोमल हृदय भएको मान्छे त्यो सबै कुरो त्यहाँ समेट्ने के। अब उहाँको रामेछाप मेरो पनि पुर्खौली त रामेछापै हो घर। पछि त्यो जिल्लाले पनि हुन त म काठमाडौँ जन्मेँ हुर्केँ, त्यही पनि त्यो रामेछाप भन्दाखेरि गर्वै लाग्छ। अनि त्यसरी पनि रामेछापले अलिकति नजिक भयो। अब यो कथामा पनि मैले एक दुईवटा कथा त रचनामा पनि छापिया जस्तो पनि लाग्यो, केही शीर्षक चेन्ज भएर आएको छ। एउटा जोन वुडको हत्या भन्ने त मैले रचनामै छापिया जस्तो पनि लाग्छ, एक दुईवटा छ त्यहाँ। अनि अर्को एउटा गजब कुरो छ, के छ भने एउटा मात्रै मलाई नै पात्र बनाउनु भएको छ, मेरै नाम छ क्या। हुन त त्यो कथा त मेरो छैन, प्रतीकलाई उहाँले सुनुवार बनाइदिनु भएको छ होइन। म त मेरो भन्नुभएको थियो, तपाईँलाई पनि पात्र बनाएको छ है भन्नुभयो। के बनाउनु भएछ यस्तो, मेरो त अब सबै निकालिदिनु भयो क्या भेदसेद भन्ने लागेको थियो। तर पात्र त्यो प्रतीक भनेर मैले पढ्दा चाहिँ प्रतीक मात्रै थियो, प्रतीक सुनुवार थियो। अब प्रतीक सुनुवार भन्दाखेरि पछि प्रतीक सिंह थपिएछ, पछि चाहिँ प्रतीक शेर थपिएछ। यसरी चाहिँ साहित्यको विविध विधामा चाहिँ यसरी कलम चलाउने केदारजीको अझ सशक्त रूपमा फेरि परिमार्जित हुँदै हुँदै अफगानी रणमैदान त राम्रो अन्तर्क्रिया भएको थियो त्यो बेला। राम्रो परिवेशमा चाहिँ नि त्यो अन्तर्क्रिया दाइ पनि हुनुहुन्थ्यो, राम्रो भएको थियो। त्यो 2 वर्ष 3 वर्ष त्यो ठ्याक्कै त्यो अमेरिकी सेना चाहिँ त्यो अफगानिस्तानबाट भाग्ने बेलामै भएको थियो क्या। त्यो ठ्याक्कै उहाँको किताब निस्क्यो, त्यो सेना पनि भाग्यो। केदार सङ्केतजीलाई धेरै धेरै बधाई। अन्तिम साँझ कथा सङ्ग्रहको लागि अघि सन्तोषजीले भन्नुभएको जस्तै यो एउटा सृजनात्मक सन्तान थपिएको छ उहाँको। र यो सन्तान जन्मिसकेपछि लोकमा आइसकेपछि हर्षोल्लास गर्ने हो, खुसी मनाउने हो। त्यस्ता कमी कमजोरी अथवा सल्लाह सुझाव छ भने मेरो विचारमा अन्तर्क्रियामा गर्ने हो। त्यसैले संसारमा जतिसुकै मै हुँ भन्नेको पनि गल्ती नभएका कुनै पनि रचना हुँदैन जस्तो लाग्छ। आज भयङ्कर राम्रो लेखे भनेको रचना केही वर्षपछि आफैले धेरै कुरा त्यसमा सुधार्न मन लाग्छ। तर अहिले यो लोकार्पणको समय भएकोले म एकदमै हृदयदेखि बधाई दिन चाहन्छु। यो समय कस्तो छ भने अहिले हुनेको भन्दा खास गरी साहित्यमा अन्यत्र क्षेत्रमा पनि छ, भइरहेको छ नै। तर साहित्यमा पनि, साहित्य जस्तो विशुद्ध क्षेत्रमा पनि नहुनेको धेरै कुरा भएको जस्तो प्रचार प्रसार गरेर र हुने जमिरहेको जस्तो। एक किसिमले राम्रा लेखकहरू, हल्ला गर्न नसक्ने लेखकहरू, चर्चा बटुल्न नसक्ने लेखकहरू न पुरस्कारको सूचीमा पर्ने
न चर्चाकोमा आउने त्यो एक किसिमले विकृति नै जस्तो भइरहेको अवस्था छ। यद्यपि सामाजिक सञ्जालहरू र केही प्रतियोगिताहरूको कारणले गर्दा हिजोसम्म नेपाली साहित्यमा नचिनिएकाहरू एकैपटक चर्चा कमाउने गरेका छन्। अहिले भर्खर ताजा एउटा उदाहरण भनेको 12 खरिदले गरेको कथा प्रतियोगिता। हिजोसम्म हामीले नचिनेको एउटा सानो भाइ एकैपटक ऊ राम्रो कथाकारको रूपमा परिचित भयो। पुरस्कृत हुन मात्रै नभइकन पुरस्कृत मात्रै नभइकन स्थापित पनि हुन सक्ने सम्भावना देखियो। उसको इन्टरभ्यू पनि हेरेँ मैले जोशी भाइको। कति गम्भीर किसिमले उसले यही प्रतियोगितामा पठाएको कथा 38 पटकसम्म परिमार्जन गरेको रहेछ र धेरै रचना लेखेको रचनाहरू च्यातेको पनि रहेछ, जलाएको पनि रहेछ। मतलब त्यो नयाँ पहिलो पटक हामीले सुनेको र पुरस्कृत भएको एउटा पुरस्कृत स्रष्टाले कति फरक किसिमले एउटा जिन्दगी साहित्यमा जिन्दगी बिताइसकेको स्रष्टाले जस्तो कुरा गरेको छ। समय अब कि प्रतियोगिताले चिन्नु पर्यो कि पुरस्कारले चिन्नु पर्यो कि हल्लाले चिनिनु पर्यो। यो परम्परा आज मात्रै होइन रहेछ। रामायण लेख्ने भानुभक्त चाहिँ नि चर्चाको चर्चै संसारभरि शालिक सधैँ भानुभक्तको गुणगान चलेको चलै छ। तर महाभारत लेख्ने सुब्बा होमनाथ र केदारनाथ, सुब्बा होमनाथ र केदारनाथको नामो निशान छैन। किन त भन्दा भानुभक्तको पछाडि मोतीराम थियो, सुब्बा होमनाथ र केदारनाथको पछाडि मोतीरामहरू भएनन्। त्यो विडम्बना, त्यो लेखनप्रतिको एक किसिमको चलन मोतीरामहरू हुनुपर्ने, हिन्दी सिनेमामा हिरो बन्नलाई, गुन्डाको नायकी बन्नलाई अगाडि पछाडि कोही लागेको जस्तो साहित्यमा पनि त्यो रहेछ त। बिचको केही समयमा 30 को दशकदेखि धेरै अगाडि पनि जानु पर्दैन, 30 को दशकपछि हामीले हेर्दै आयौँ भने कहिलेकाहीँ चर्चाको चुलीमा पुगेका ठुलो 3 लाख 4 लाखको पुरस्कार पाएका भनिएका लेखकहरू नेपाली साहित्यमा अहिले खोज्दा पनि पाइँदैन। त्यो विडम्बना। तर हल्ला नगरे पनि राम्रो लेख्ने लेखकहरू बिस्तारै त्यो समुद्रको पानी जस्तो नदेखिने तर त्यसले संसार भ्रमण गराएको जस्तो आफ्नो यात्रालाई नरोकिकन निरन्तर अगाडि बढाइरहेका छन्। र त्यस्ता अगाडि क्रमशः अगाडि बढिरहने एकजना शक्तिशाली लेखक केदार सङ्केत हो भन्ने कुरामा हामीले शङ्का गर्नु पर्दैन। उहाँका कविता, उहाँका नियात्रा र उहाँका कथाहरूको एक किसिमको आकर्षण छ, एक किसिमको शैली छ, एक किसिमको प्रयोग छ। त्यो एक किसिमको शैली र प्रयोग भएकै कारणले गर्दा रचना पढ्नलाई पाठकलाई आकर्षित गर्छ। अहिले किताबको सङ्ख्या धेरै छ, प्रकाशित हुने पुस्तकका सङ्ख्याहरू धेरै छन्, तर यो अन्तिम साँझको आवरण, त्यसभित्रको सजावट, त्यसभित्र भएका चित्रहरूले गर्दा त्यो उत्साह जगाउने काम गर्छ। हातमा परेपछि कतिखेर पढौँ भन्ने एउटा उत्साह जगाउँछ। त्यो पनि एउटा कला हो जस्तो लाग्छ मलाई, त्यो पनि एउटा आफ्नोपन हो जस्तो लाग्छ। केही पुस्तकहरू यस्ता छन्
पढ्न मन नलाग्ने, त्यसको गेटअप, त्यसको सेटिङ, त्यसको डिजाइन, त्यसको छपाई हेर्दाखेरि पढौँ जस्तो लाग्दैन, तर पढ्दाखेरि गजब हुन्छ। तर केदारजीको पहिला पहिला पढेको यो पुस्तक पढ्न पाएको छैन। अब अत्यन्त इच्छुक छु पढिहाल्नको निमित्त, र यो पुस्तक जोसुकैको हातमा पढे पनि पढ्नलाई हतार गर्छ भन्ने कुरा मैले विश्वास गरेको छु। र यति राम्रो पुस्तक प्रकाशक गरेकोमा मिलाप प्रकाशनलाई पनि बधाई छ, सम्पादक रमेशजीलाई पनि बधाई छ। र राम्रो किताबले ठुलो हल्ला झ्याली पिटिरहनु पर्दैन, त्यसले आफ्नो गतिमा अगाडि बढ्छ। मलाई विश्वास छ यसले यो ठुलो ठुलो लिस्टिङ हुने पुरस्कारहरूमा पनि पर्न सक्ने सम्भावना मैले देखेको छु। र त्यो आजको दिनमा त्यो शुभकामना सहित आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद। धेरै धेरै धन्यवाद प्रमुख अतिथिज्यूलाई। अब भने हामी लेखकका कुरा सुन्छौँ। हामीलाई प्रविधिले यदि नजिक बनाइदिएको छ, उहाँलाई सुन्छौँ। केदार सङ्केतज्यूको किताबका बारेमा उहाँले आफ्नो केही अनुभव सायद सेयर गर्नुहुन्छ। अब भने हामी लेखकलाई सुन्छौँ। खास गरी यो विमोचनमा हामी लेखकहरूको बोल्ने बानी छ। लेखकले लेखकलाई बोल्न नदिने राख्नु पर्यो अब। किनभने लेखकले तपाईँको किताबमा बोलेको हुन्छ, उसको भूमिकामा बोलेको हुन्छ। अनि लेखक भने चाहिँ कस्तो हुन्छ भने तपाईँको एउटा कोठामा बसेर लेख्ने, जस्तो म एउटा आफ्नो कोठा छैन मेरो कोठामा, धेरै बोल्न नआउँदो रहेछ क्या तपाईँको। जे होस्, आज बोल्ने मौका दिनुभयो, पुरै म बोल्छु। आदरणीय सभाध्यक्ष हेमनाथ दाजु, प्रमुख अतिथि तथा षष्ठ समाजका साहित्यकार रोदनज्यू, मेरो कृतिको अन्तिम पानामा शब्द लेखिदिन हुने विद्वान सम्पादक तथा वरिष्ठ साहित्यकार रोचक घिमिरे ज्यू जो यहाँ आज हुनुहुन्न। त्यसै गरी अर्को अन्तिम पानामा केही हरफहरू लेखेर हौसला दिनुहुने कुन सर ती हुनुहुन्छ, सरलाई पनि नमन गरेँ। त्यसै गरेर कवि, आख्यानकार, डिरेक्टर सरप्रकाश राय सायन आज आउनुभएको छैन, उहाँलाई नि मैले मञ्चबाट हार्दिक नमन गरेँ। मेरो किताबलाई मलाई एउटा गरेर प्रकाशनमा ल्याइदिनु हुने मेरा पब्लिकेसनका प्रकाशक प्रधान सम्पादक कृष्ण भूषालज्यू, अनि त्यसै गरी संस्थाले भनेर जानुभयो कि अब एउटा कृति जन्म र मानिसको जन्म हुन्छ, त्यो चाहिँ एउटा समय नै जस्तो छ। यो मेरो कथाहरू अहिलेको होइन, तपाईँको कोही कथाहरू निकै 10 वर्षपछि हुन्, तर त्यसलाई अहिलेको समाजको परिप्रेक्ष्यमा लिएर अनि अहिले वर्तमान चलिरहेको एउटा साहित्यको एउटा जुन एउटा मुभमेन्ट छ त्यसलाई हालेर देख्दाखेरि अलिकति समय लाग्यो है। अझै पनि त्यसलाई फोकस गर्न सक्दैन विविध कारणहरू छन्। सफाहरूले तयार भइसकेको छन्, आउने कथाहरू त्यही नै हो, त्यसको केही परिवर्तन हुँदैन। तर अलिकति पेपरको अनि अरू केही कुराहरू देख्दाखेरि हामी रोकेको छौँ, भोलि पर्सिको दिन त्यो अझ आइहाल्नेछौँ। अर्को कुरा मैले भन्नु पर्दाखेरि एकदम कार्तिकले भन्नुभयो एउटा मिथकीय कुराहरूलाई समेटेर हाल्यो। त्यसबाट प्रत्येक घिमिरे सरले भन्नुभयो पहिलाको कुरा पहिला भन्दाखेरिको जस्तै संस्करणको अथवा नियमको कुराहरू भन्नुभयो। अन्तिममा रोदन सरले सङ्ख्याको कुरा गर्नुभयो। हुन पनि अब एउटा नेपाली साहित्यमा धेरै कुराहरूको टिकटहरू पनि छन्, राम्रो कुराहरू त्यहाँ अनि विशेष गरेर कुरा साहित्यकारहरूले हेर्ने नजर छ।
एउटा जुन यो अध्ययन छ क्रिटिसिजम गर्ने एक हाम्रो नेपालमा भनौँ न केन्द्रमा गरिराख्नु भएको छ। त्यसमा 100% हो कति रहेन 50% जान्छ। धेरै बुझेर लेख्ने साथीहरू जो चाहिँ ती हाम्रै अब युनिभर्सिटीहरू पढेर कामको सिलसिलाले बाहिर जानु र यहाँ आएर पनि फेरि देशको माया र यहाँको कथामा होस् कवितामा होस् अथवा आख्यानमा होस् उहाँले धेरै राम्रोहरू गरिराख्नु। मैले पनि 2021 साल जुन मेरो अफगानी रणमैदान बाहेक अहिलेसम्म मैले निकाल्न सकेको कलम्बस 4 वर्ष 5 वर्षको अवधिमा मैले एउटा कथा लिएर आएँ। त्यसभित्र अरू धेरै लेखेको छु, तर यसलाई चाहिँ अब तपाईँको खासै अब हामी पनि आफ्नो यस्तो बाहिर गइसकेपछिका हरेक कुराहरूलाई निहालेर भाषा सम्पादनदेखि लिएर तपाईँको ऐनदेखि लिएर पात्रहरू चयनमा थप गर्नुपर्छ। अनि पात्रहरू धेरै बोल्ने यी कुराहरू हामी लेखकहरूले लेख्दै जान्छौँ, तर याद गरिँदो रहेछ। आजको दुई शब्द तपाईँहरू सबैलाई हार्दिक नमन गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद लेखकलाई अनि अकलजीलाई भनेको। हजुर अपने सभापतिज्यूको केही हामी मन्तव्य सुन्छौँ र सभा विसर्जन भएको घोषणा गर्नुहुनेछ र फेरि पनि बधाई तथा शुभकामना। अन्तिम साँझ केदार सङ्केतज्यूलाई बोल्ने क्रममा केही तलमाथि भएर मैले केही गल्ती गरेको भए कृपया माफी दिनुहोला। हजुरहरू सबैलाई नमस्कार। हस्त आजका वरिष्ठ अतिथिज्यू रोदन सर, वरिष्ठ वक्ता हाम्रो सन्तोषहरू हुनुहुन्छ, सन्तोषज्यू, प्रकृतिज्यू, प्रकृति प्रगतिज्यू, राम हाम्रो सानो राजाज्यू, रमेशज्यू हुनुहुन्छ, हाम्रो ढिम्रेसर हुनुहुन्छ। नाम मैले छट्टै यस्तो हुन्छ बेला बेला है, प्रतीकजी भनेर आएन, मैले नमन गरेँ, सबैलाई मैले प्रणाम गरेँ। आज मलाई सभापति बनाएर कतै मलाई दण्ड दिएको होइन त होइन भन्ने मलाई फिल भएको थियो, तर बडा राम्रो कार्यक्रममा म सभापति हुनुभएको छु। त्यसका लागि म दुवैजना हाम्रो रमेश दाहालज्यू तथा मिला प्रकाशनलाई धन्यवाद दिन चाहन्छु। त्यसको साथसाथै यो अवसर क्रिएट गरिदिनु भएकोमा हाम्रो स्नेहजीलाई म बधाई तथा शुभकामना, केदारजीलाई शुभकामना, यो किताबको लागि शुभकामना तथा बधाई अग्रिम बधाई पनि दिन्छु। उहाँसँग म यसरी देखादेखको रूपमा त परिचित हामी छैनौँ होला, तर उहाँलाई मैले 60 सालदेखि फलो गरिरहेको छु र किनभने उहाँ पनि युद्ध साहित्यको अलिअलि कुरा गर्ने मान्छे, म पनि योद्धा काव्य लेखेर म पनि युद्ध साहित्यका पहिलो कलम चलाउने मान्छे भनेर दाबी गर्ने मान्छे। उहाँको मेरो बसेर को कस्तो के हो भनेर कुरो त भएको छैन, तर हाम्रो त्यहाँ एउटा मिलन छ। उहाँको र मेरो बिचमा एउटा के मिलन छ भने युद्ध साहित्यमा उहाँको र मेरो मिलन छ। मेरो योद्धा काव्य छ, सायद उहाँले पढ्नुभएको छैन, त्यो मलाई थाहा छैन। आज अन्तिम साँझको यो विमोचन कार्यक्रममा मैले अलिकति सबैजनालाई के अनुरोध गर्छु भने अहिले फिक्सन र कथाहरू भनेर विविध कुराहरू हाम्रो यो उसमा आइरहेको छ। कथा भनेको के हो त? सर्वप्रथम हामीले त्यो एउटा कुरा चाहिँ हामीले प्रश्न हुनुपर्छ। कथा भनेको परिवेशमा लेखिने कुराहरू, आफूले देखेका, भोगेका, सुनेका, अनि त्यसको लक्ष्य के हो भन्दा चेतनाको अभिवृद्धि र रूपान्तरण। वास्तवमा यिनै लक्ष्य लिएर हामी यो के भन्छ कथाहरू लेख्छौँ। परापूर्व कालमा पनि कथाहरू कसरी सुरु भए, हामीले कसरी कथाको सुरुवात गऱ्यौँ, हाम्रा दिदीबहिनीहरूले हामीलाई सुत्दाखेरि सुनाएका कथाहरू हामीसँग अहिले पनि जीवन्त छन्। हामीले रामायण सुन्यौँ, महाभारत सुन्यौँ, सबै कुराहरू सुन्दाखेरि के हो भने आखिर कथाका रूपमा आए। अझ व्यवस्थित र कण्ठ गर्न पछि कविता बने, मलाई जहाँसम्म लाग्छ पछि कविता बने। त्यसकारण एउटा कुरो के हो भने यो
यो चेतना प्रवृत्ति अभिवृद्धि र यो रूपान्तरणका लागि क्रिएट भएको चिज हो। जस्तो हामी के भन्छौँ भने अहिले होइन लेखाइमा परिवर्तन भयो, समाज परिवर्तन भयो, तरै पनि हाम्रो चेतना त परिवर्तन कस्तो हुँदो रहेछ भने हामी हाम्रो संस्कार अनुसार परिवर्तित हुन्छौँ। अन्तिममा हामी परिवर्तन हुँदै 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 गएर के गर्छौँ, हामी हाम्रो संस्कारमा फेरि फर्केर आउँछौँ, हाम्रो चेतना फेरि फर्केर आउँछ। यो कुरा एउटा सोचनीय र अति महत्त्वपूर्ण कुरो रहेछ। केदारजीका धेरै जसो यो लेखमा मैले त्यही कुरो पाएँ। गएको छ आकाशिएको छ, तर लास्टमा के भएको छ भने फेरि हामी चेतनामै हाम्रै चेतना हाम्रै सोचमा परिवर्तित भएका छौँ, रिफ्लेक्सन भएको छ हाम्रो सोचाइ र फेरि त्यही रूपान्तरण भएका छौँ। अब यो फ्रेन्ड्स मैले उहाँका 5-7वटा अहिले आज मैले 14वटा जति एउटा दुईवटा पढ्ने भ्याइनँ, तर अरू 13-14वटा जति लेखहरू पढेँ, मैले कथाहरू पढेँ। फ्रेन्ड्सको घरको त्यो छाया भन्नेमा उहाँले अब अघि प्रकृतिज्यूले भन्नुभयो अलिकति के छ भनेदेखि चाहिँ यसो गरेको भए हुन्थ्यो भन्नुभयो। तर अहिलेको फिक्सनमा हामीले के सोच्नुपर्छ भने हामी ऐना अथवा हामी चाहिँ के भनेदेखि चाहिँ पानीको छाया हेरिरहेका छौँ। अब हाम्रो लेखकले लेखकको मुडमा लेख्छ, हामी पढ्ने कुन मुडमा पढेका हुन्छौँ, त्यो पनि एउटा फरक पर्ने चिज रहेछ। त्यो कुरालाई हामीले समात्नु पर्यो। अब पाठकले पनि एउटा कुरो के हो भने मेहनत गर्नु पर्यो, त्यसमा मन दिनु पर्यो र उसले लेखकले कुन धारमा लेखो त भन्ने कुरा सोच्नु पर्यो। अलिकति हामीले पनि थोरै अलिकति त्यो लेखलाई चाहिँ टाइम दिनु पर्यो। अब त्यस कारण हामीलाई त्यस्तो लागेको हो। तर लेखहरूमा उहाँले जति पनि लेख्नु भएको छ, जहाँ भयो भने आखिर नेपालीमा हुनु नि त, त्यो कुरो त हामीले लास्टमा सोच्नै पर्छ। जहाँ गएर जसरी बसेर जे गरे पनि मन त नेपाली हो, मान्छे नेपाली हो, चेतना नेपाली हो। त्यसकारण के हो भने त्यो परिधिभित्र त त्यो कुरा आइहाल्छ। अब फ्रेन्ड्सको घरको त्यो छाया मैले अलिकति टिपोटै गरेर ल्याएको छु। उहाँको एक एकवटाको अलिकति सार संक्षेपमा यहाँ अलिकति थोरै मेरो मन्तव्य राख्छु। फ्रेन्ड्सको घरको त्यो छायामा प्रवासको सानो अंशको सार हो, प्रवास बसाइको सानो अंशको सार हो। यो यथार्थ सम्प्रेषण भएको छ। उहाँले जुन देख्नुभयो भोग्नुभयो त्यो कुराको यथार्थै हो यो कुरा। अदृश्य छायाहरूको घोरलाई भने पाठकहरूले आफ्नो विवेक अनुसार बुझ्नुपर्ने र व्याख्या गर्नुपर्ने देखिन्छ। अब यो अदृश्य जुन छाया हो त्यसमा उहाँले कुन आधारमा लेख्नुभयो, अघि भने जस्तो क्लियर नभएपछि हामीले के सोच्नु पर्यो भने या त उहाँकै प्रेमिका हुन्, किनभने अब मान्छे होइन भनौँ भने लिपस्टिकको ग्लासमा के भनेदेखि चाहिँ जाम छ होइन, उहाँलाई ड्रिङ्क्स गरेर जान्छन् होइन। अब हामी यहाँ ख्याक भनेर ख्याकमा लान पाएनौँ, उहाँले त्यो शब्दले त्यो कुरामा हामीलाई प्रतिबन्ध लगाउनु। तर त्यो को हो त? फेरि गाडी चढेर खुर्र उहाँले यता गाडी चढेर पर पुगिसकेको हुन्छ त्यो छाया होइन। भनेदेखि त्यसलाई उहाँ त्यो लेखकले कुन दृष्टिकोणले लेख्नुभयो त्यो अब के भने किन अब भौतिकवादी दृष्टिकोणले सोच्ने हो भने ख्याक हुँदैन। ख्याक नभएपछि त्यो मान्छे नै हुनु पर्यो, भौतिक रूपै हुनु पर्यो होइन, मान्छे नै हुनु पर्यो। त्यस कारण त्यो रूपमा हामीले त्यसलाई विश्लेषण गर्नुपर्छ जस्तो मलाई लाग्छ होइन। अब कि त उहाँले आफूलाई आक्षेप लाग्छ भनेर डराएर अथवा उहाँका केही बाध्यताले त्यो कुरो गर्नुभयो कि अब त्यो चाहिँ केदारजीमा रह्यो त्यो कुरा। र पहिलो यो मैले फ्रेन्ड्सको घरको त्यो छायाका बारेमा मेरो त्यो मन्तव्य मैले त्यसरी व्यक्त गरेँ। दोस्रो शीर्षक चाहिँ उहाँको के पो थियो शीर्षक पनि अलिकति म टाइम लिन्छु काम गर्नुलाई। सम्बन्धको जगतमा छ मानव सामाजिक प्राणी हो भन्ने कुरालाई लेखक फ्रेन्ड र आफ्नो मित्रता मार्फत प्रकट गर्नुभएको छ। वास्तवमा जहाँ जो भए पनि मानव जाति भनेको मानव जाति नै हो। उहाँले त्यो कुरा देखाउनु खोज्नु भएको जस्तो लाग्छ यसमा। मैले यो एकदम सारगर्भित लेख मान्छु म, किनभने यसको अङ्ग्रेजीमा उल्था गर्नु भने त्यो ब्रिटिसहरूले पनि रियलाइज गर्छन् वास्तवमा
मानवता के हो भन्ने कुरा, नेपालीहरू कति मानवीय हुन सक्दो रहेछन्, कति फ्रेन्डली रहेछन् भन्ने कुराको उहाँले एउटा प्रकट गर्नुभएको छ। किनभने उसले त्यो जुन पात्र हो जसलाई उहाँले बिरामी माग्नुभएको छ, त्यसको छोरो र बाबुको भेट पनि उहाँ मार्फत गराउनु भएको छ। तेस्रोमा अब चौथोमा मैले कहेँ ब्रिटेनको सामाजिक संरचना बाबुआमाको नाता छोरा डेभिड र केयरटेकरको म्यारीलाई बोलाए भन्ने उहाँले त्यो कुरो गर्नुभएको छ। त्यसमा एउटा बाबु छोराको सम्बन्ध अथवा कतिको त्यहाँको समाजमा कस्तो विकृति आइसक्यो। अब यहाँ कस्तो भइरहेको छ भने हामी उनीहरूले हाम्रो परम्पराबाट सिकेर अहिले उनीहरू हाम्रो जुन यो जोइन्ट फ्यामिली हो त्यसलाई आदर्श मान्न थाले। हामी उनीहरूको सिको गरेर हामी यो जोइन्ट फ्यामिलीलाई चाहिँ भत्काउन थाल्यौँ। तर पछि अनन्तको त के छ भने हामीबाटै सुरु भएको कुरो यो संसार चक्र रहेछ। त्यसलाई मैले यसरी हेरेको छु, संसार चक्र रहेछ। एउटा कुरो हुँदो रहेछ, त्यो भत्किँदो रहेछ र फेरि त्यसलाई वास्तवमा त त्यही कुरो ठिक रहेछ भनेर फेरि समाज त्यही परिवर्तित हुँदो रहेछ। यसको बारेमा उहाँले यो कथालाई ढाल्न खोज्नु भएको जस्तो छ। अब यो एउटा मायामा डुबेपछि जातको अर्थ रहँदैन भनेर उहाँले एउटा लेख लेख्नुभएको छ, कथा लेख्नुभएको छ। यहाँ एउटा कस्तो भने अब स्त्रीलाई उहाँले अलिकति एक्चुअल कुरो त यथार्थ हो, तर नारीवादीहरूले अलिक सहन नसक्लान् कि यो कुरालाई। जहाँ पनि सौता भनेपछि के छ भनेदेखि चाहिँ जहाँ पनि देखाउनु पर्ने लेखकहरूले यहाँ मलाई पनि आक्रमण भएको छ क्या यो कुरामा। के भनेदेखि पहिलेको अब ऊ ब्रिटिस लाहुरेमा जान्छ, लाहुर भएर बस्छ, त्यहाँ गएर बसेपछि पनि के भनेदेखि चाहिँ उसकी श्रीमती गाउँमा मर्छिन्, 3टा छोराछोरी हुन्छन्। ऊ एक्लो भएपछि प्रेममा अब मतलब भनौँ न लोधी मान्छे एक्लो भएर श्रीमती नभएपछि अर्की श्रीमती एउटीलाई राख्छन्, उसँग मिल्दैन अर्की राख्छिन्। अर्कीलाई राखेपछि पनि उसले पनि सौदाका छोराछोरीलाई बोलाउन्जेल त राम्रो गर्छिन्, तर पछि सौदाका छोराछोरीलाई ऊ देखिसक्दैनन्। त्यहाँ नेपाली संस्कृति अथवा विश्वकै यो संस्कृति के रहेछ भने स्टेप मदर भनेपछि अब यो संरचना नै यस्तो रहेछ। त्यो कुरालाई उहाँले बडा व्यापक रूपमा विस्तृत रूपमा र मान्छेहरूलाई सचेत गराउने दृष्टिकोणले राख्नुभएको रहेछ। यो कथामा मैले यो कुरो पाएँ। अब म 2-3वटामा मात्रै बोल्छु, 2-3वटा यहाँ सिङ्गापुरे साडी। अब मैले बिचमा अलिकति 1-2वटालाई चाहिँ के गरेँ भने छुटाएँ। सिङ्गापुरे साडी साँच्चै यो कथाको एउटा कथामध्येमा सिङ्गापुरे साडी साँच्चै मार्मिक कथा, सबैले पढ्नुपर्ने कथा। वास्तवमा एउटा ब्रिटिस लाहुरेको हामी सिङ्गापुरेलाई पनि म त लिम्बुवानमा जन्मेको मान्छे, मेरा गाउँमा मैले त्यो यात्राको सिकर्नीमा लेखेको पनि छु। म बाल्यकालमा हुँदा सबभन्दा मेरा आदर्श व्यक्तित्व मेरा गाउँका ठुला मान्छे भनेको लाहुरे दाई, लाहुरे काका। त्यस कारण के हो भने तर त्यो लाहुर गएर यहाँ हामीले जुन के भनेदेखि सुनका डल्ला लिएर देख्छौँ, साडी ल्याएर बाँडेको देख्छौँ, त्यो त्यति सहज कुरो होइन रहेछ। त्यो साँच्चै नै गहन कुरो रहेछ। त्यो कुरोको महत्त्व हामीले बुझ्यौँ, कति बुझेका छौँ कति बुझेका छैनौँ। त्यो कुरालाई उहाँले भन्नुभएको छ, बुझाउनु खोज्नुभएको छ, त्यहाँको परिवेश बुझाउनु खोज्नुभएको छ। त्यहाँ एउटा साँच्चै भनौँ भने अहिले यो सञ्चारको माध्यमबाट त्यसको दुरुपयोग पनि भएको छ। कति घरबार पनि उजाड भएका छन्। यो कथामा पनि त्यस्तो पनि त्यो देखाइएको छ। वास्तवमा सञ्चारको दुरुपयोगबाट के हुन्छ त भन्ने कुराको पनि उहाँले देखाउनु खोज्नुभएको छ। अब सामाजिक विचलन, लाहुरेको जीवन, उहाँले संस्कृतिमा भएको स्खलनका कारण आएको यी सब कुराहरूलाई उहाँले सांस्कृतिक खलनको रूपमा कसरी हाम्रो संस्कृति चाहिँ विखण्डित हुँदैछ, स्खलित हुँदैछ, कसरी लाहुरे पत्नीहरू पनि बिग्रेका छन्। यहाँ बेला बेला भन्छौँ नि लाहुरेकी श्रीमती हो के छ मस्त छ भनेर हामी कुरा पनि गर्छन्, मान्छेहरूले गरिन्छ। तर त्यो त्यति सहज र त्यति
जति सजिलो भनिन्छ त्यति सजिलो कुरो होइन रहेछ। यो कथा पढेपछि त मलाई त्यो सिङ्गापुरे साडी लगाएपछि साँच्चै मार्मिकै कुरो रहेछ भने जस्तो मलाई महसुस भयो। अन्तिम साँझ यो त आदर्श कथा छ, सबैजनाले अघि यहाँले भनिसक्नु भएको छ। वास्तवमा जातीय दङ्गाले के गर्दो रहेछ त, विशेष गरेर उहाँले बोस्निया हर्जेगोभिनाको युद्धका बारेमा लेख्नुभएको छ। अब उहाँले एउटा साह्रै राम्रो मार्मिक कुरा यो लेख्नुभएको छ, यहुदीहरूलाई हिटलरले खोइ त सकेको, अमेरिका इस्लाम बजाउनु खोइ त सकेको भनेर उहाँले लेख्नुभएको छ। वास्तवमा मान्छेलाई मारेर जातीय उन्मूलन हुँदैन, त्यो चेतनाले गर्नु पर्यो, संस्कारले गर्नु पर्यो, शिक्षाले गर्नु पर्यो र मानिसलाई चेतना, उसको चेतनामा परिवर्तन ल्याउनु पर्यो र शान्तिको पाठ पढाउनु पर्यो। त्यसको बदला बन्दुकका नालले शान्ति स्थापित हुँदैन भन्ने कुराको उहाँले देखाउनु भएको छ। घुमे फिरे कुरो यो छ। हुन त हामीले हेऱ्यौँ नि 47 मा इन्डिया स्वतन्त्र भएपछि अहिलेसम्म शान्ति भएको छैन, त्यहाँ पनि जातीय कुराहरू उठिरहेको छ। पाकिस्तान छुट्याइयो, अहिलेसम्म पनि युद्धहरू द्वन्द्व भइराखेको छ। इरान अफगानका युद्धहरू हामीले खालि जातीय विश्वमा जति पनि आज छन्, कुनै पनि अरू कारणले पहिले त देशहरू बढाउने, विविधता कायम गर्ने, चक्रवर्ती बन्ने, यो कुरामा पो युद्ध हुन्थ्यो त। अहिले त खालि जातीयताको नाराका आधारमा युद्धहरू भइरहेका छन्। यो कुरो उहाँले गर्नुभएको छ र यसमा के छ भने एउटा कहाँ हामी यो कथा पढ्दा म कहाँ पुगेँ भने नभई राज्य न राजासित न दण्डो न त दाण्डिक सर्वे नैव प्रजा सर्वे रक्षन्ति स्म परस्पर। वास्तवमा हाम्रो सुरुवात, हामी जब सृष्टिको सुरुवात भयो त्यतिखेर न राजा थिए न के भने राज गर्ने मान्छेहरू थियो, राज गर्नुपर्ने मान्छेहरू थिए, सबै ज्ञानी थिए, सबैलाई शिक्षाले पुगेको थियो। ऋषि र देवताहरूको युग थियो भनौँ न, त्यो युग रहेछ भनौँ, सबै ज्ञानी भनेपछि त। तर अहिले आएर अब घुमिफिरी उहाँले यही कुरा गरेको जस्तो मलाई लाग्यो र यो यस्तो राम्रो कथा समेत भएको भए तपाईँहरूलाई म धेरै बनाइदिन्छु सङ्केत सर। वास्तविक आगन हजुर वास्तविक आगन पढेको छैन यसमै छ होइन, मैले एक दुई तिनवटा मैले पढेको छैन। त्यसको बारेमा अलिकति भन्नुपर्छ। बोइसका आगन्तुकको नग्न रूपमा प्रस्तुत कथा धार्मिक लडाइँलाई जङ्गलमा लागेको डढेलोसँग पनि उहाँले तुलना गर्नुभएको छ। वास्तवमा मैले यो कुरा त व्याख्या गरिसकेँ। नक्कली हिरा भन्ने अर्को एउटा छ, त्यो पनि मलाई अलिकति के भने आजको वस्तुगत विषयमा उहाँले टच गर्नुभएको छ। यो आज जुन भइराखेको छ नक्कली नाम लिएर लुट्ने गिरोहहरूको कुरो, फेसबुकमा साथी बनाउने, अनि के भने मलाई यस्तो खबर पऱ्यो भने त त्यो डक्टर के भन्ने को पनि यस्तै यही छ। यो दुईवटा सम्बन्धित, एउटै सम्बन्धित कथामा आधारित कुराहरू छन्। त्यहाँ अलिकति पात्र फरक छ, यहाँ पनि अलिकति पात्र छ। त्यहाँ डक्टरले लुटेको छ, यहाँ अर्को फियाले लुटेकी छन्। साथीले नि एउटी उसकी गर्लफ्रेन्डलाई सारा उनको अर्को साथीको सञ्चार सम्प्रेषण गरेर के भने ब्ल्याकमेल गर्न लगाउँछ, होटलमा गएर नग्नता प्रदर्शन गरेर। यहाँसम्मको घिनौना हाम्रो सामाजिक संरचना कस्तो विसङ्कृत भइसक्यो भन्ने कुरा चाहिँ त्यसबाट पाइन्छ। सुनकोशी नदीको कथामा उहाँले वास्तवमा यो कथाको सार चाहिँ के छ भनेदेखि चाहिँ श्रेयान स्वधर्म निगुण परधर्म भयावह स्वनिष्ठिता स्वधर्म निधनम श्रेय परधर्म भयावह। उहाँले ठ्याक्कै गएर घुमाएर फिराएर लगेर के गर्नुभएको रहेछ भने केदारजीले ठ्याक्कै गीतामा यो कथालाई टुङ्ग्याउनु भएको छ। गीतालाई मैले यस मानेमा भने गीताले के भन्छ भनेदेखि स्वधर्म सबैले गर्नुपर्छ र आफ्नो धर्म रक्षा गर्नु नै परम कर्तव्य हो।
चाहे जो मान्छे होस्, मुसलमानले मुसलमानको गर्नुपर्छ, हिन्दूले हिन्दूको अथवा हामी सनातनले सनातनको गर्नुपर्छ, क्रिस्चियनहरूले क्रिस्चियन। सबभन्दा विश्वमा शान्ति भनेको स्वधर्म हो। उहाँले अब त्यो स्वधर्मभित्रको पनि उहाँले हाम्रो नेपालको परिवेशमा कुरा गर्नुभएको छ। उहाँले के छ भने सुनवार जातिहरूको सुनकोसीको किनाराको संस्कृति, त्यो संस्कृति त्यो सबैको साझा संस्कृति हो। अब म एउटा कथा अर्को खालि म अब यति एउटा कथा, यो कथा मलाई धेरै राम्रो लागेको उहाँको शान्तिको खोजी। शान्तिको खोजी कथालाई वास्तवमा साह्रै उहाँले साह्रै व्याख्या छ र सबभन्दा उत्कृष्ट कथा मध्येको एउटा कथा हो भने पनि हुन्छ यो कथालाई। यसमा उहाँले योगका कुरा, सन्यासका कुरा, योग र पृथकका कुरा होइन, आख्यानका कुरा, सारा कुराहरू उहाँले वर्णन गर्दै 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 लगेर एकजनालाई अब फेरि उहाँले कस्तो भनेदेखि चाहिँ सङ्कीर्णताभित्रको परिधि कसरी सुरुवात गर्नुभएको छ भने छोरो नभएको कारण उहाँले घर छोड्नु भएको छ। जुन कथामा पात्र छ, पात्रले जात भन्दा पनि यहाँ चाहिँ के कुरा आउँछ भनेदेखि आफ्नै स्त्रीबाट दुईटी छोरी भए पनि छोरो नभएको कारण बाबुआमाबाट कचकच, समाजबाट कचकचबाट हाम्रो जुन एउटा छोरो प्रवृत्ति भनौँ न, छोरो चाहिने प्रवृत्ति जुन छ एउटा वंश वृद्धिको लागि, त्यो कुराको उहाँले विरोध स्वरूप यो छोरा र अहिले महिला जागरण, छोराछोरी उत्तिकै भावका लागि यो कथा एउटा प्रेरणा पनि छ। अब लास्टमा उहाँले त्यो केटोलाई भागेर गएर अन्त्यमा जोगी योगी हुन्छ, सन्यासी हुन्छ, जे होस्। तर एउटा कुरा के हो भने उहाँले फेरि लास्टमा गएर के गर्नुभएको छ भनेदेखि चाहिँ आमाको हात परेर योगी रोएको छन्। अघि उहाँले भने जस्तो लास्टमा को लेखक हो कि को त त्यो फेरि लास्टमा भन्नुभएको छ। अब त्यो चाहिँ आफ्नो आफ्नो पढाइमा फेरि फरक पऱ्यो, आफ्नो सोचाइमा फरक पऱ्यो। त्यहाँ गएर चाहिँ फिक्सनमा उहाँले अब के लेख्नुभएको लेखकले होइन, तर छोरो आमासित फर्केर रोएर आमासित फर्केर गयो कि लेखकले त्यो देखेर लेखक मात्रै गयो त, कथा अन्त्य गरेको त भन्ने यो एउटा सोध्ने प्रश्न छ। उहाँले अघि सोधिसक्नुभयो यो कुरा है। तर मलाई जहाँसम्म लाग्छ आमाको माया भन्ने कुरो कस्तो रहेछ त, योगी सन्यासी चाहे जो होस् त्यहाँ पुगेको मान्छे पनि आमाको मायामा रोयो। उहाँले सबभन्दा दर्शाउन खोज्नुभएको कुरालाई मैले त्यसरी हेरेँ कि उहाँको कथा किन सफल छ भन्दा त्यो योगी पनि आमाको मायामा रोयो। आमा भनेको वस्तु कस्तो हो भन्ने कुरो जुन देखाउनु हो त्यसका लागि धेरै धेरै धन्य छ के दर्शक, धेरै बधाई छ। धेरै यो किताबले सफलता पाओस्, कथाहरू अति राम्रा छन्। अझ परिष्कृत गर्छु भनेर अघि रमेश भाइले भनिसक्नु भएको छ। अब यहाँहरू दुईजनाको सरसल्लाह अनुसार के हुने हो त्यो फेरि पढ्न पाऊँ, नयाँ कुराहरू पनि हामीले अझै ज्ञान पाऊँ। धन्यवाद दिँदै म यहाँहरू सबैलाई उपस्थित हुनुभयो भनेर म कृष्ण सरलाई आएर अलिकति दुई शब्द बोलेर यो सभा विसर्जन गर्न अनुमति दिन्छु। ल आउनुहोस् त। श्रद्धेय महाकाल दाल सर, वरिष्ठ व्यक्तित्व, साहित्यकार, वरिष्ठ साहित्यकार श्री ओम सर, कृतिमानी सङ्गीतकार सन्तोष श्रेष्ठजी, रमेशजी लगायत सबैमा नमन गर्न चाहे। म केही ढिलो भएँ कार्य व्यस्तताका कारण, दैनिक पत्रिकाको व्यस्तता थाहा नै हुन्छ यहाँहरूलाई। त्यसले गर्दा फेरि आज साथीहरू कमी भएको हुनाले मैले समय दिन पाइनँ, त्यसको लागि क्षमा चाहन्छु। यो कार्यक्रम निकै सौहार्दपूर्ण रूपमा सम्पन्न भएको आभास भएको छ। यहाँहरूको यो माया साथ सहयोग सधैँ यसरी नै मिलापले पाइराखोस् भन्ने कामना गर्छु र यहाँहरू सबैलाई नमन गर्दै कार्यक्रम खेमनाथ महाकाव्यकार दाहाल सरको आज्ञाअनुसार कार्यक्रम समापन भएको घोषणा गर्छु। खाना खाएर जलपान गर्दा यहाँबाट छुट्दैछौँ। फेरि यहाँहरूलाई पुनः धेरै धेरै आभार व्यक्त गर्छु, धन्यवाद व्यक्त गर्छ मिला परिवार र सामूहिक फोटोको लागि आग्रह गर्दछु। हस्, धन्यवाद।